सजिलो ल आज चाहिँ त्यसैले मजाले सुप बनाएर है 1 केजी एक पावा रहेछ हौ ल हुन्छ हुन्छ फाइनली कुखुरा चाहिँ तौलिसक्यौँ हो अब अलिक हिसाब चल्दैछ यहाँ हाम्रो 750 जोड्नुहोस् त 750 आयो हजुर यस्तोमा कुखुरा तौलाइ भयो एउटा कुखुरा बेमा चाहिँ डिजिटल यो कुखुराको पैसाले चाहिँ डिजिटल ल्याउनु पर्छ ल्याउनु पर्यो नि बेच्ने थुप्रै छ कि अब 1-2 दिनमा भट्टाभट बेचाइ हुन्छ होला यो त साह्रै भएन नि यस्तोमा तौलाइ भयो यो भाले अब तौलिनुपर्छ कति छ होला भन्नु निकाल्यो वेट गर्नु छ अब यसमा हालेर कति छ वेट एकछिन ल यहाँ गरिहाल्छु ल बसेर गर मुनिबाट होइन अन्त उभि जान्छ एकछिन ल वेट गरौँ है 3 केजी 300 रहेछ हौ देखाउ न 3 केजी 300 देखायो यो देखाउनु 100 200 300 अहिले त सजिलो ल्याएको छु अस्ति त पुरानो ढक तराजुमा तौलिँदै थियो त्यसमा चाहिँ 100 ग्राम 200 ग्राम राम्रो छुट्टिन्थेन अब यसमा चाहिँ सजिलो भएको छ यसमा हुक गर्यो तौल्यो 1 केजीदेखि 10 केजीसम्म सजिलो तौलिन सकिन्छ यसो गऱ्यो